बारेमा नबुझिकन यस्तो कुराहरू आउँछ। अब तपाईँले जे कुरा राखिरहनु भएको छ ती असैद्धान्तिक कुराहरू हुन्। दाजु एउटा कुरा नि आजका दिनमा पनि हामीले त गर्ने मानव जगतलाई हो नि त यो काम त होइन र? मानव जगतलाई काम गर्ने हो नि हामीले त पोलिटिक्सले हो। त्यसैले आजका दिनमा पनि मान्छेहरू अमेरिका जानको लागि लालायत भएका छन् होइन? त्यो अमेरिकाको राष्ट्रपतिले बाइबल छोएर कसम खान्छ भने ती चाहिँ हजुरको भनाइअनुसार पण्डा भए, ती चाहिँ ढोंगी भए। तर त्यो ढोंगी भएको देशमा चाहिँ सारा संसार जान किन चाहन्छन् त दाजु? किन चाहन्छन् भने संसारभरिको सम्पत्ति लुटपाट गरेर यो अमेरिकालाई जुन ढङ्गले विकास गरेर त्यसले अलिकति अपर्च्युनिटी दिने मान्छेलाई किन्छ नि त्यहाँ। तपाईँ जान्नु हो भने अब तपाईँलाई चाहिँ नि विविध ढङ्गले सफ्ट लोन दिने के दिने गर्छ र 30औं वर्षसम्म सारा परिवारलाई ती उठ्नै नसक्ने बनाइदिन्छ। हेर्दा सहुलियत पाउनुभयो तपाईँले होइन, तर आफ्नो देश, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो राष्ट्र भन्ने कुरो सबै बिर्साएर त्यही उनीहरूले चाहिँ आफ्नो जिन्दगी चाहिँ समाप्त पार्ने ढङ्गको एउटा वातावरण बनाइदिन्छ र त्यो अमेरिकनाइज गरिदिन्छ। यी हाम्रा नागरिकहरू गएर सबै अमेरिकन नागरिक बन्दैछन् हो कि होइन? अनि अब तिनीहरू त्यहाँबाट त फर्केर आउँदैनन्। ती अमेरिकन भइसक्यो। अब एकाध मान्छे व्यापार गर्न पाइन्छ कि भनेर लौ न डबल नागरिकता देऊ, यो डबल नागरिकताको कुरालाई कन्टिन्युटी गर भनेर आइरहेका छन् अहिले है। अब उनीहरूलाई हामीले उपयोग चाहिँ गर्ने हो, तर अब डबल नागरिकता दिँदा के हुन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ। त्यस्तो हो। त्यसो हुनाले अब त्यो अमेरिका अब स्वर्ग रहेन। हेर्दै जानु होला, त्यहीँबाट अमेरिकनहरूलाई एकाध नेपालीहरूलाई खदेड्दैछ उसले होइन, खदेड्न थालिसक्यो। त्यस कारण अमेरिका अब आकर्षणको विषय होइन कि क्रमिक रूपले विकर्षण बन्दैछ। त्यो स्वर्ग होइन, त्यो लुटपाटको क्षेत्र हो, मान्छेहरूको आइडेन्टिटी समाप्त गरिदिने क्षेत्र हो त्यो। त्यस कारणले आफ्नै देशलाई स्वर्ग बनाउनुपर्छ, त्यो दिशामा लाग्ने हो हामीले। तपाईँले कृषिको कुरा गर्दै हुनुहुन्थ्यो, कृषिमा राम्रो उन्नति गरियो भने त्यही कृषिजन्यबाट उद्योगहरू विकास गर्ने सम्भावना बढ्छ। अनि राष्ट्र चाहिँ एउटा हरेक प्रकारले समुन्नत बनाएर यही देशलाई पो हामीले, यो देशले स्वर्ग बन्न सक्ने सम्भावना छ त्यो देशको। यहाँ प्राकृतिक साधन स्रोत जे पनि छन्, मानवीय साधन स्रोत जे पनि छन्, अनि हाम्रो देशमा सांस्कृतिक साधन स्रोत पनि जे पनि छन्। यस्तो भएका देशहरू बहुत कम छन् दुनियाँमा। तर हाम्रो देशमा के छैन भन्दा नेतृत्व, निस्वार्थ र भिजनफुल नेतृत्व भएन यो देशमा। सब खालि आफ्ना आफ्ना व्यक्तिगत स्वार्थ, आत्मकेन्द्रित हुने, अरू लुटपाट गर्ने, ठग्ने, विभिन्न ढङ्गले चाहिँ कमिसनको निम्ति जेसुकै पनि गर्न तयार हुने होइन। ठुल्ठुला नीतिगत भ्रष्टाचारहरू यो देशमा भइरहेका छन्। अहिले वरिपरि भएका नेताहरूलाई हेर्नु त, केपी ओलीदेखि लिएर कत्रा चाहिँ घोटालाहरू गरेर बसेका छन् साथीभाइहरू। हो, त्यो कारणले गर्दा यो देश स्वर्ग नबनेको, नत्र भने यो देशमा अरू चाहिँ यो पो रहेछ स्वर्ग भनेर यहाँ आउने। दाजु एउटा कुरा के, अब मैले सोचेको मान्छेले त सुख खोजेको रहेछ, यही सुख खोज्ने क्रममा मान्छेहरूले नेपाल स्वर्ग हो भन्ने थाहा पाउँदै पनि मान्छेहरू विदेशिए। मैले अघि पनि राखेँ र त्यो अमेरिका मात्र होइन, युरोपियन कन्ट्रीमा पनि मान्छेहरू पसेर त्यहीँ पलायन भए होइन। तर हामी चाहिँ के गर्यौँ भने बिपीका सपना भनेर काङ्ग्रेसले बाँड्यो, कम्युनिस्टहरूले मार्क्स, लेनिन, स्टालिन, माओका फिलोसफी भनेर बाँड्यो। यति बाँडेर मात्रै अब जनताले पत्याएनन्। त्यो नपत्याउनको कारण के हो भने व्यवहारमा चाहिँ लागु हुन सकेन। अब हजुरहरूको त्यो तहले, जुन तहले नेतृत्व गरेको थियो, त्यो तहले एउटा आन्दोलन जुन छेडेको थियो, त्यो आन्दोलनले राष्ट्र संस्था ढाल्यो र मार्क्स, लेनिन, बिपीका सपनाहरू त पढायो, देखायो, सुनायो। तर त्यो व्यवहारमा लागु नभएर ब्रह्म लुट गरेर राष्ट्रको ढुकुटीमाथि नै उनीहरूले आँखा गाडेर केन्द्रदेखि वडा तहसम्म त्यसरी राज्यको ढुकुटीमै आँखा गाडियो, भ्रष्टाचार व्याप्त भयो। अब
त्यो तहमा त हजुरहरू पनि त हो नि दाजु, जनताले त्यो नजरले हेर्छ नि त दाजु हजुरहरूलाई। तर यही चिज सहन नसकेर मान्छे हजुरले भने जस्तै बाराक ओबामाले बाइबल समातेर अथवा त्यहाँका राष्ट्रपतिले बाइबल समातेर कसम खाए, ती चाहिँ ढुङ्गी भए हाम्रो हिसाबले। तर त्यहाँका जनता त सुखी छ नि त दाजु आजसम्म। त्यो कसम खानेहरूलाई त्यसरी त्यहाँका जनताले पत्याएका छन् र। यो अहिले यही कसम खाने जुन ट्रम्प हो नि, ट्रम्पलाई देशभित्रै विरोध, विश्वव्यापी विरोध, साराका साराले हुटिङ गरेपछि अहिले थपक्क अहिले उसका जो यो के अरे कर आतङ्क सिर्जना गरेका थिएन, त्यसबाट पछाडि हट्न र घुँडा टेक्न विवश भयो त्यो। तर त्यति हुँदाहुँदै पनि अमेरिकनहरू छोडेर नेपाल त आएन नि दाजु। जसरी नेपालीहरू छोडेर रोजगारको लागि अमेरिका जान लालात भए, तर ती अमेरिकनहरू त नेपालमा त्यो सङ्ख्यामा आएन नि। ट्रम्प पो आएन त हजुर प्रवीण। थुप्रो अमेरिकनहरूले अहिले अमेरिका छोडेर अरू देश, युरोप, अस्ट्रेलिया आदि गएका छन्। अहिले रोजगारकै लागि गएका हुन् त दाजु, दुई छा खान नपाएर गएका हुन् त्यो त। अमेरिकामा अब काम गर्न नसकिने रहेछ भनेर गएका हुन्। यहाँको जस्तो खालि त्यो रोजगारी मात्रै खोज्न गएका होइनन्, व्यापार गर्न, बिजनेस गर्न, आफ्नो जीवन अरू सुखी बनाउन भनेर हिँडे त्यहाँबाट। हजुर त्यस्तो हो नि त। जुन देशमा जे छ त्यसैमा चाहिँ असन्तुष्टि भएपछि मान्छेहरू हिँड्न थाल्छ नि त। हजुर अब हाम्रो जस्तो यहाँका जस्तो मजदुर भएको भए त्यही मजदुरै हिँड्थे होला नि त, होइन? हजुर तर त्यो तहसम्म त त्यही बाइबल भनेको अमेरिका भनेको कुनै मोडल स्वर्ग होइन। हजुर र बरु अब अहिले चाइना अगाडि बढ्दैछ, किनभने चाइनामा शोषण छैन, अन्याय छैन, अत्याचार छैन, समानता छ। चाहे लैङ्गिक समानता भन्नुहोस्, चाहे चाहिँ जातीय समानता भन्नुहोस्, भाषिक समानता भन्नुहोस्, त्यो कुरो स्थापना गरेर अगाडि बढेको छ, होइन? त्यसमा चाहिँ जस्तो अब उसले सैनिक उपलब्धि गर्यो भने पनि सारा जनताको उपलब्धि, विज्ञान र प्रविधिमा उपलब्धि गर्यो भने पनि सारा जनताको उपलब्धि। तर अमेरिकामा गऱ्यो भने एलन मस्कको उपलब्धि, अमेरिकी जनताको उपलब्धि त छैन त्यहाँ त। तर चाइनिजको कुरा गर्दा गर्दै नि दाजु, चाइनिज त श्रमिकको रूपमा त धेरै, जस्तो दक्षिण कोरिया त दोस्रो नागरिकै भएर दोस्रो सबैभन्दा बढी माइग्रेन्ट हुने त 15-17 देशमध्ये त सबभन्दा बढी चाइनिजहरू छन् दक्षिण कोरियामा पनि कामदारकै रूपमा। यो त हजुरले भनेअनुसार मिलेन नि। सुन्नुहोस्, विगत 5 शताब्दीको कुरा हो त्यो, होइन दाजु। चीनको कुरा गर्दैछु मैले, होइन दाजु। मैले अहिलेको हजुरलाई म दक्षिण कोरियामा हुँदाखेरि 2020 सालको डाटा, मैले हजुरलाई 2020 सालको डाटा भन्दैछु दाजु। के भयो 20 सालको डाटा? अहिले पनि दक्षिण कोरियामा 17वटा देशमध्ये जति कामदार ल्याएको छ त्यो मध्ये सबैभन्दा धेरै चाइनिज छन्। कहाँबाट आएका तिनीहरू? चाइनाबाट दक्षिण कोरिया काम गर्न गएका चाइनिजहरू। हजुरले भने जस्तै चाइना एकदम समृद्ध र एकदम स्वीकृति दिएको छ। त्यो स्वीकृति दिएर आएका हुन् कि भागेर आएका हुन् तिनीहरू? त्यो त उनीहरू चाइनाबाट कुनै पनि रूपमा, चाहे हजुरको भागेर गए चाहे लिगल रूपमा गए, उनीहरू त्यहाँ आफ्नो देशमा बस्न नसकेर गएका हुन्। कोरियालाई मन पराएर गए नि उनीहरू, त्यहाँ बढी आम्दानी हुन्छ भनेर गए नि दाजु। अब त्यो चाहिँ यो अलिकति अब तपाईँले कस्ता मान्छेहरू त्यहाँ गएका हुन्, के हुन्, त्यो दाजु यो डाटा म ब्याङ्कमा काम गरेको हुँदाखेरि हाम्रो ब्याङ्कको विश्लेषण नगरिकन अलि यो भन्न मिल्दैन। मैले हजुरलाई भनेको चाहिँ ब्याङ्किङ डाटा भनेको दाजु, माइग्रेसन भएर दक्षिण कोरिया गए भन्ने कुरा अहिले म पत्याउनै सक्दिनँ। हजुर एकाध मान्छेको कुरा बेग्लै होला, हजुर, एकाध मान्छे जहाँ पनि जान सक्छन्। तर चाइनाबाट मैले चाहिँ नि काम पाइने चाइनामा, त्यस कारणले म यहाँ काम गरेर कमाउन हिँडेको भनेर चाहिँ नि अब न अमेरिकाले तपाईँले स्वर्ग भनिहाल्नु, त्यो अमेरिका पनि जाँदैनन्। मैले स्वर्ग भनेको दाजु, आज पनि हजुरको 90 लाख तिरेर यही रुकुम रोल्पाबाट मान्छेहरू गएको छन्। त्यो त हजुरलाई थाहा होला नि। हो, तिनीहरू ती मध्ये कतिपय मान्छे जो गए, तिनीहरू मध्ये कतिपय यो उसमा चाहिँ नि हतकडी लागेर फर्केका छन्, होइन? त्यो त अवैधानिक पनि तिनीहरूले त्यो कमाउनेवाला छैनन्, त्यहाँ डुब्छन् ती मान्छे। होइन, ती डुब्ने कुरा त अलग छ, तर उनीहरूले त सपना भएर देखे नि दाजु त्यहाँ अमेरिका भएर। गलत सपना किन देखे भन्दा यहाँ राम्रो काम हुन सकेन, यहाँको सरकारले काम गर्न सकेन, त्यहाँ छ कि भनेर यहाँका चाहिँ नि त्यो के अरे मानव तस्करीहरूले ती मान्छेलाई झिलिमिली सपना देखाए। ती झिलिमिली सपना देखाउने मान्छेहरूले त्यो ढङ्गले करोडौँ रुपियाँ लुटेर अनि ती मान्छेलाई त्यता पुर्याए।
अब ती मान्छेहरू बिचल्लीमा छन्। त्यस्तो हो, यो त मानव तस्करी अपराधको कुरा हो। स्वर्ग देखेर गए होइनन् ती मान्छेहरू। होइन दाजु, म अस्ति भूकम्प पीडितको जुन बाँड्न गएँ त्यतिखेर स्वर्ग देखेरै गएको। त्यहाँ 10 जना 15 जना मिलेर 1 करोड 90 लाख अथवा 1 करोड उठाएर मान्छे पठाउँदो रहेछन् सामूहिक रूपमा। हो, यी मानव तस्करीहरूको काम हो। हेर्नुहोस्, मानव तस्करीहरूले जे भनेर लगिरहेका छन् त्यसका पछाडि नलाग्नुहोस्, त्यो गलत कुरा हो। त्यो कयौँ मान्छेहरू तल के अरे मेक्सिकोमा गएर पक्राउ परेनन्। हजुरले त्यति भन्दै गर्दा के हामी यहाँ खुसी छौँ त दाजु? म पनि कहिलेकाहीँ सोध्छु यो नेपाल छोडेर जाउँ कि भनेर सोध्छु। म त 15-20 वर्ष विदेश बसेर आएको त, हजुरलाई थाहा छ नि त। यो देशमा हामीले अहिले जुन खालको विकृतिपूर्ण यो पुँजीवादी व्यवस्था छ, बहुदलीय जनवाद हो, यो बहुदलीय जनवादलाई तोडेर हामीले वैज्ञानिक समाजवाद जबसम्म ल्याउन सक्दैनौँ तबसम्म यो सम्पूर्ण अवस्था रहन्छ। अहिले तपाईँ जे भन्दै हुनुहुन्छ। हजुर दाजु। त्यस कारण वैज्ञानिक समाजवाद ल्याउनुको लागि अब समाजवादी क्रान्ति गर्नु पर्यो हामीले यहाँ। हजुर। अनि मात्रै हामी यो वर्गीय शोषण पनि समाप्त गर्न सक्छौँ, यो विविध खालका सामाजिक विभेद पनि अन्त्य गर्न सक्छौँ, अन्त्य गर्न सक्छौँ, अनि देशको भौतिक विकास पनि अगाडि बढाउन यही देशलाई स्वर्ग बनाउन सक्छौँ। कुरा मेरो चाहिँ त्यसमा एकदम दृढ। त्यो पशुपतिमा गएर मैले शपथ खानु पनि पर्दैन। मैले मेरो जीवनमा जुन दिन मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएँ त्यसै दिन मैले शपथ खाएको छु। यो मेरो जीवनको शपथ हो। त्यसमा अलिकति पनि देब्रे दाहिने हुने बेला छैन। हजुर, त्यो त्यसरी जानुपर्छ हामी। मुलुकको निम्ति काम गर्ने, सेवा गर्ने कुराको सङ्कल्प लिएर पो देशमा केही गर्न सकिन्छ। होइन, मेरो सोचाइ कहाँनिर हो भने दाजु, हजुरहरूले मुलुकको लागि यत्रो त्याग गर्नुभयो, एक खालको आन्दोलन गर्नुभयो होइन, र अब जीवनको उत्तरार्ध पनि आइसक्यो हजुरहरूको। तर आजसम्म हामीले के भोग्यौँ भने युवाहरू विदेश गएर सुख खोज्न बाहेक अरू नेपालमा केही पनि देखिएन। र युवाहरूले पठाएको रेमिटेन्स जुन त्यो रेमिटेन्स पनि सही ठाउँमा आउन सकेन। अब के देखियो भने जस्तो हजुरलाई सोध्यो भने मेरो पालो होइन भन्ने, हाम्रो अध्यक्षलाई सोध्यो भने मेरो पालो होइन भन्ने, अरू कुनै नेतालाई शीर्षस्थ नेतालाई सोध्यो भने मेरो पालो होइन, मैले गर्न सकिनँ, फलानले गरेको भनेर दोष लगाउने बाहेक केही पनि आएन। त्यसैले गर्दा जस्तो भनौँ न, मैले यो सक्ने त शीर्षस्थ तहले हो नि त। हजुर हुनुभयो, हाम्रो अध्यक्ष हुनुभयो, केपी ओली भयो, प्रचण्ड भयो, अहिलेको शीर्षस्थ नेताहरू त यिनै हो, देउवा भयो। यो शीर्षस्थ तहले पनि मैले सकिनँ भन्दाखेरि हामी जस्तो यो चौथो, पाँचौँ, छैटौँ अथवा नगन्य लेभलको युवाहरूले के सोचेर के सम्झेर बस्छन् त दाजु यो नेपालमा? यस्तो हो, यो देशमा निरङ्कुश राजतन्त्र थियो, तानाशाही पञ्चायती व्यवस्था थियो, मान्छेले बोल्न पनि पाउँदैन थियो, आफ्नो देशमा एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्र रूपले घुम्न पनि पाउँदैन थियो होइन। त्यो टाइरेनिकल जुन चाहिँ सिस्टम थियो, त्यो सिस्टमलाई हामीले बनाएको कम्युनिस्ट पार्टी, त्यसले लिएका कार्यदिशा नीति सिद्धान्तहरू, त्यसले लिएका लक्ष्यहरू आदिले नै ढालेको हो। चाहे 46 सालको परिवर्तनको कुरा गर्नु, चाहे चाहिँ नि अब यो 62-63कै परिवर्तनको कुरा गरौँ, त्यसमा कम्युनिस्ट पार्टीको, म एउटा मात्रै कम्युनिस्ट पार्टी भन्दैन, त्यति बेला हामीले वाम मोर्चा बनायौँ, 7 पार्टीको मोर्चा बनायौँ, ती सबैको कलेक्टिभ इफोर्टले हामीले निरङ्कुश राजतन्त्र ढाल्यौँ यो देशमा। र हामीले एउटा खुल्ला वातावरण चाहिँ ल्यायौँ। यो खुल्ला वातावरणमा कमसेकम सङ्गठन बनाउने, बोल्ने, भाषण गर्ने, आलोचना गर्ने स्वतन्त्रता प्राप्त भयो। यदि हामीले 49 सालको राष्ट्रिय महाधिवेशन भनेको 5औं महाधिवेशनबाट नयाँ जनवाद नछोडेर यो के अरे बहुदलीय जनवाद नलिएको भए हामी सम्भवतः नयाँ जनवादकै दिशातर्फ जान्थ्यौँ र यो अहिलेको यो 62-63को परिवर्तन मात्र हुने थिएन, त्योभन्दा ठुलो परिवर्तन हुन्थ्यो। तर हामीले अब बहुदलीय जनवाद ग्रहण गऱ्यौँ। बहुदलीय जनवाद ग्रहण गरेको हुनाले हाम्रो चिन्तन, काङ्ग्रेसको चिन्तन करिब करिब उस्तै भयो। अनि राजतन्त्रका विरुद्ध लड्ने कामहरू गऱ्यौँ। त्यो गर्दाखेरि 62-63 क्रान्ति भयो। क्रान्ति चाहिँ क्रान्ति भयो। तर कस्तो भयो?
पुँजीवादी जनवादी क्रान्ति भयो। त्यो नयाँ जनवादी क्रान्ति भएन, पुँजीवादी क्रान्ति भयो। त्यो पुँजीवादी क्रान्तिले राजतन्त्रलाई पनि सिद्ध्यायो, राम्रो काम भयो। सामन्तवाद सिद्ध्यायो, राम्रो काम भयो। अनि राज्यलाई नै एउटा चाहिँ नि हिन्दू राज्य, धर्मतन्त्रात्मक राज्य बनाउन कोसिस थियो, त्यो पनि अन्त्य भएर एउटा लोकतान्त्रिक राज्य बन्यो। यी उपलब्धि हुन् हाम्रा। अहिले खुल्ला वातावरण बनेको छ र यसमा धेरै मान्छेहरूले धेरै खालका कामहरू गर्न पनि पाएका छन्, होइन? यो हवाई कम्पनीमा चाहिँ कति छन् विचार गर्नुहोस्, होइन? त्यस्तै ब्याङ्क कति छन् विचार गर्नुहोस्। विद्युतीकरणकै कुराहरू यति भयो, अब टेलिफोनकै कुरा विस्तार भयो। यी चाहिँ भौतिक विकासका कुराहरू केही भए, तर यो सम्पूर्ण विकासको नेता को हो त? कुनै कम्युनिस्ट पार्टी होइन। काङ्ग्रेसको पनि के हो भन्दाखेरि काङ्ग्रेसको वर्ग चरित्र भनेको दलाल पुँजीवाद हो। त्यो दलाल पुँजीवादले नेतृत्व गर्न पुग्यो यहाँको पुँजीवादलाई। अहिले यो देश पुँजीवादी देशमा बदलियो हिजोको सामन्ती अर्धसामन्ती अवस्थाबाट। त्यस कारणले अहिले जुन पुँजीवादी समाज छ, यो पुँजीवादी समाजले जनतामाथि र राष्ट्रमाथि हिजो सामन्तहरूले गरेको शोषणभन्दा चर्को भयावह शोषणहरू गर्न सुरु गरेको छ, पुँजीवादी शोषण। अनि यहाँ त पुँजीवादी शोषण हिजो कम्पनी बनाएर आदि गरेर शोषण मात्रै होइन, यी मानव कम्पनी बनाएर समेत शोषण गर्न थाले, होइन? यी मानव बेचबिखनका सबै यी मानव बेचबिखन कम्पनीहरू हुन्। यो कम्पनीका पछाडि एकैवटा राजनेताहरू छन्, राम्ररी अध्ययन गरेर हेर्नुहोस् त, नेताहरू छन्। अनि तिनीहरूलाई प्रोत्साहित गर्छन् तिनीहरूले, र कतिपय ठाउँमा यस्ता ठगीका कामहरू करोडौँ हातमा लिएको छ। अनि मान्छेलाई लगेर बिचल्ली बनाइदिएको छ। उता कोही बोलिभिया पुर्याइदिएको छ, कोही मेक्सिको पुर्याइदिएको छ। अनि त्यहाँको त्यो पर्खाल नागेर त कोही आउन सक्दैन, अनि त्यहाँ समातेर जेलमा पर्छ, बिचल्ली हुन्छ। यसका यहाँ करोडौँ ऋणमा पारेको छ परिवार, यता परिवार बिचल्ली, ऊ आफू बिचल्ली हो। यस्ता ट्र्यापहरूमा नेपालीहरू फस्दै गएका छन्, किनभने यो देशको नेतृत्व नै त्यस्तै छ। अब केपी ओली हेर्नुहोस्, यो बहुदलीय जनवाद भन्छ, होइन? त्यही मेरो मार्गदर्शक सिद्धान्त हो भन्छ, होइन? बहुदलीय जनवाद भनेको त समाजवादसँग कुनै साइनो सम्बन्ध नहुने चिज पो हो त। अमेरिकामा बहुदलीय जनवाद छ कि छैन? बहुदलीय जनवाद भनेको मदन भण्डारीको त्यो किताब पढ्नु त। बहुदलीय जनवाद भनेको के हो भने पार्टीहरू खोल्न पाउने स्वतन्त्रता एक हो, पार्टीहरूको बिचमा पार्टीहरूले चुनाव लड्न पाउने स्वतन्त्रता, अनि त्यो चुनावमा एक अर्कामा कम्पिटिसन गर्न पाउने स्वतन्त्रता, अनि चुनावमा जसले जित्छ त्यसले सरकार बनाउन पाउने स्वतन्त्रता, अनि जसले हार्छ त्यो प्रतिपक्षमा बस्ने व्यवस्था। यति हो बहुदलीय जनवाद भनेको, है? अनि यही बहुदलीय जनवाद अमेरिकामा पनि छ, हो कि होइन? यही बहुदलीय जनवाद के अरे युरोपका सबै देशमा छ। यही बहुदलीय जनवाद जापानमा पनि छ, यही बहुदलीय जनवाद भारतमा पनि छ, है? त्यही बहुदलीय जनवाद हामीले ६२-६३को क्रान्ति मार्फत नेपालमा स्थापना गरेका छौँ। यी पहिलो चुनावमा झन्डै 2/3 बहुमत आयो, नेकपाले शासन गर्दा पाएको थियो, होइन? तर केपी ओली जस्ता भष्मासुरको हातमा पर्यो, ध्वस्त पारेर हिँडे, देशलाई बिचल्ली पारे। ठुलो आशा अपेक्षा थियो यो देशमा, अब चाहिँ केही हुन्छ, कम्युनिस्ट पार्टीले 2/3 बहुमत ल्यायो, अब क्रान्तिकारी भूमि सुधार हुन्छ, अब के अरे यो कृषि क्रान्ति हुन्छ। अहिले तपाईँ जुन कृषिको विकासको कुरा गर्दै हुनुहुन्थ्यो, त्यो अब हुन्छ भन्ने जनतामा विश्वास थियो। हामीले त्यही कार्यक्रम बनाएर हिँडेको यो कम्युनिस्ट पार्टी बनाउँदाखेरि, है, लामो समयदेखि। अब हाम्रो जुन बेलामा हामी सत्तामा पुग्नेछौँ त्यस बेला चाहिँ हामी पहिलो काम के गर्छौँ भन्दा क्रान्तिकारी भूमि सुधार, दोस्रो काम हामी गर्नेछौँ कृषि क्रान्ति, हामी तेस्रो कृषिलाई आधुनिकीकरण गर्नेछौँ, चौथो हामी कृषिमा यान्त्रिकीकरण गर्नेछौँ। अब खालि हलो कोदालो तिस्कलाले मात्रै काम छैन, अब ट्र्याक्टरहरूको दुनियाँ आउँछ भने हामीले त्यति बेला भनेको। अनि कृषकहरूलाई
हामी ठोस सेवा दिन्छौँ, जस्तो मलको सेवा दिन्छौँ, बिउको सेवा दिन्छौँ, प्रविधिको सेवा दिन्छौँ, वित्तीय सेवा दिन्छौँ, होइन, सिँचाइको सेवा दिन्छौँ, आदि इत्यादि। हामीले बजारको सेवा दिन्छौँ, आदि सबै भनेका थियौँ हामीले। तर हजुर यहाँसम्म आइपुग्दा त हजुर पनि त त्यतिखेर पार्टी नफुट्दा त सत्तामा हाम्रो पार्टी पनि थियो, एक नेपाल कम्युनिस्ट पार्टी, एक समाजवादी, जतिखेर तत्कालीन समयमा एक। दोस्रो कुरा हजुर पनि त कृषि मन्त्री हुनुहुन्थ्यो नि त, हामीले पनि त बजेट त पाएका थियौँ नि त, बजेट विनियोजन गर्ने समय त हाम्रो पार्टीले पनि पाएको थियो नि त। भएको 2047 सालमा हो, सम्झनुहोस्। हजुर, मैले आफैले त्यति बेला एउटा भूमि सुधार गरौँ त भने आयोग गठन गरेको, त्यति बेला गठन गर्न खोजेको, त्यही पनि त्यति बेला दिएन काङ्ग्रेसले, होइन। हजुर, त्यो हिसाबले त्यति बेलाको काङ्ग्रेसै राज थियो भन्दा हुन्छ। तर हामीले जब बहुमत ल्यायौँ नि, हजुर, त्यो बहुमत ल्याएपछि त यो धरतीको कुनै ताकतले रोक्ने थिएन नि त, थिएन। हो, त्यो बेलामा हामीले गर्नुपर्ने कुरा गर्यौँ। योभन्दा अगाडिको एक आध एउटा संयुक्त सरकारमा दोडा मन्त्री लिएर बसेको आदि गरेको कुराहरू बेग्लै हो त्यो। त्यति बेला हामी केही पनि गर्न सक्दैन थियौँ। तर संविधान बनिसकेपछि र निर्वाचनबाट पहिलो पटक हाम्रो नेकपा एउटै थियौँ, हामी सबै एउटै नेतृत्वमा थियौँ, होइन। हो, त्यति बेला चुनावको घोषणा पत्र हामीले तयार गरेको, अझ लेखेको यी वामदेवले हो, होइन। अब यो त्यो चुनाव घोषणा पत्रमा हामीले जे भनेका छौँ नि, त्यो कुरो लागू गरेको भए अहिले देश अघि मैले भनेको स्वर्ग जस्तै हुन थालिसक्यो। हो, अब यो सबै परिवर्तन भनेको हजुरहरूको आन्दोलनबाट परिवर्तन भयो। जसरी राज संस्था जरेदेखि उघालेर फ्याँकियो। तर कृषि क्रान्तिको लागि, भूमि व्यवस्थापनको लागि हाम्रो पार्टीले किन आन्दोलन गर्न सकिरहेको छैन भन्ने एउटा तत्काल प्रश्न आम जनताले सोचिरहेको अवस्था छ अहिले। त्यसको जवाब के हो त? हो, यसको जवाब हजुरहरूले दिने के हो त? यो त किन जनताले त हजुरहरूसँग सोध्ने हो नि त। अब हो, यही त्यो तपाईँ भ्रममा केमा हुनुहुन्छ भने पार्टी नेकपा एमाले हामीले बनायौँ। हजुर, त्यसको नेतृत्व 9 महाधिवेशनमा के अरे केपी ओलीले कब्जा गरे, होइन। यी हामीले बनाएका कुनै पनि नीति अब त्यो प्रधानमन्त्री लागू गर्नुपर्छ हो कि, तल बस्ने त कराउने मात्रै हो। कराएको पनि त सुनिएन नि त, बाहिर जनताले त सुन्न पाएको भए। त्यो नसुनिने जसरी आज नयाँ शक्ति जुन घन्टी भनेर रवि लामिछाने 81 आइपुगे टुप्लुक, उनी त कराएरै आयो नि त, होइन। तर हाम्रो पार्टीले अथवा हजुरहरू जस्तो शीर्षस्थ तहले कराएको पनि त सुनिएन। त्यो कराउन किन चुकियो भन्ने कुरा जनताले सोचिरहेका छन् क्या अहिले दाजु। तपाईँलाई अलि बुझाउनलाई यो टेलिफोनबाट सम्भव भएन। हजुर, टाइम लिएर आउनुहोस्, 2-3 घन्टाको। हजुर, कुराकानी गर्नु पर्यो। हजुर, तपाईँ धेरै ठुलो भ्रममा हुनुहुन्छ। हजुर, धेरै ठुलो। हजुर, त्यो भ्रमबाट मुक्त नभइकन तपाईँले पनि केही गर्न सक्नुहुन्न, किनभने घटनाक्रमको अन्तर्यलाई हामीले बुझ्नु पर्यो पहिला। हजुर, त्यो बुझेर मात्रै किन यस्तो भयो भने अहिले राजावादीहरू आएका छन् नि त्यो सडकमा। हजुर, यो केही पनि भएन, यो पार्टी सिस्टम यो सब खतम छ, यसलाई समाप्त पार्नुपर्छ, फेरि राजा ल्याउनुपर्छ भनेर आयो उनीहरू। राजावादीको त राजाको त कुनै मूल्य नै छैन, किनभने राजाले सक्ने भएको 16, 17, 18 वर्ष जुन बसे, त्यतिखेर पूजा नगरेर जनताको लागि कुनै प्रदेश सम्हालेर कृषि क्रान्ति गरिदिएको भए त उनीसँग त शक्ति पनि थियो नि त, पुँजी पनि थियो नि। तर त्यो गर्न सकेन नि राजाले। त्यो राजावादीसँग त कुनै आशै छैन। अब तपाईँलाई नै आशा छैन, अस्ति 3 कुनेमा भेला भएकाहरू, अनि त्यो 15 गते भेला भएकाहरूलाई आशा छैन। त्यो त हजुर र हामी सामु पनि त 2-4 जना हाम्रो आफन्त त छन् नि त, होइन र, हामीलाई माया गर्ने। अनि ज्ञानेन्द्र जस्तो राज संस्था चलाएको उनीहरूसँग त 2-4 सय त हुनु पर्यो नि, तिनै त हुन् नि तिनी उफ्रिएका। अब त्यति मात्रै हुन् भने त ठिकै छ, एउटा दुईटा घटनामा। अब यतापट्टि हिजो हामीसँग त यो देशको सबभन्दा ठुलो पार्टी बनाइएको थियो त एक बेलामा त। मैले 70सम्म यो पार्टीको नेतृत्व गर्दाखेरि देशको सबभन्दा ठुलो पार्टी नेकपा एमाले बनाएको थियो है। तर त्यो एमाले बनाएपछि मैले 9 महाधिवेशनबाट छोड्दै। 9 महाधिवेशनमा म बिमारी थिएँ, उपचार गर्न म अमेरिका जानु पर्यो। हजुर, अनि लौ पार्टी चलाऊ भनेको हो नि त। अब केपी र माधवजीको बिचमा पर्यो। उहाँहरू दुइटै 8औँमा चाहिँ मलाई हराउनुको लागि उहाँहरू दुइटै हुनुहुन्थ्यो।
हजुर तर चाहिँ नि 9मा आउँदाखेरि अब म उठ्दिनँ भन्ने बित्तिकै उहाँहरू दुईटा फाटे। अनि त्यस पछाडि दुईटाको बिचमा प्रतिस्पर्धा भयो। अब उसले जित्यो। जितेपछि अब त्यो भित्र चाहिँ भित्र देशलाई यही नपसौँ। ठाउँमा मैले ल्याइपुर्यायो उसले। अझ मैले मभन्दा पनि म जस्तै प्रश्न गर्ने त धेरै जनताले सोचेका होला नि। हजुर त प्रधानमन्त्री पनि भइसक्नु भएको हो। मैले बागडोर सम्हाल्नै पाइनँ, मैले गर्नै पाइनँ भनेर हजुरले के जनताले छोड्लान् र हजुरलाई प्रश्न गर्नलाई? जस्तै हाम्रो अध्यक्षलाई प्रश्न गर्न छोड्लान् र केपीओलाई प्रश्न गर्न छोड्लान् र शेरबहादुर देउवालाई प्रश्न गर्न छोड्लान् र यो विषयमा हजुरले कसरी जस्टिफाई गर्न सक्नुहुन्छ त, क्लियरिफाई गर्न सक्नुहुन्छ त? एकदम मजाले गर्न सकिन्छ। जनतालाई त्यस्तो के अरे ढिठ पनि नछान्नुहोस्। हजुर जनतालाई त्यस्तो चाहिँ नि बुझ्नै नसक्ने मूर्ख पनि नठान्नुहोस्। हजुर यिनै जनतालाई गोलबन्द गरेर हामीले 62-63 क्रान्ति पनि गरे हो र 46 सालको आन्दोलन पनि गरे हो। हजुर त्यस्तो मूर्ख र बुझ्न नसक्ने मान्छेहरू छैनन् नेपाली जनता। हजुर तर के हो भन्दाखेरि नेतृत्वले गद्दारी गरिरहेको छ। हो सबभन्दा ठुलो कुरा भनेको त्यो हो। नेतृत्वले गद्दारी। पार्टी फुटाइयो। हजुर किन फुटाएको पार्टी? हो आखिर यता पनि बौद्ध जनवाद नै भन्नु हुने रहेछ माधव नेपालले। केपी ओली पनि त्यही बौद्धले जनवाद भन्ने रहेछ। वैज्ञानिक समाजवाद त कोही पनि भन्ने रहेनछ। किन फुटाएको पार्टी? तर त्यसमा त होइन, ल ठिक छ, माधव नेपालले गल्ती गर्नु भने हजुर पनि माधव नेपालकै पछि अथवा त्यही पार्टीमा किन आउनुभयो त? त्यसैमा बसेको भए हुन्थ्यो होला नि त। बडो ठुलो गल्ती गरियो। हो, जनताले प्रश्न गर्न सक्छ नि त। हो, बडो ठुलो गल्ती भयो त्यो। हजुर जति बेला पार्टी फुटाइयो नि, जे कारणले फुट्यो भन्ने लागेको थियो नि मलाई। हजुर एकदम दक्षिणपन्थी अवसरवादको विरोधमा जाने अनि वैज्ञानिक समाजवादको पक्षमा लड्ने भन्नुभएको थियो उहाँले मलाई। म बिमारी भएर उहाँ लडिरहेको बेलामा। हजुर ल त्यसै हो भने मेरो समर्थन छ भने मैले। हजुर तर होइन रहेछ। हजुर अहिले त प्रष्ट भयो। हजुर उहाँ पनि उही बौद्धले जनवादको पक्षमा हुनुहुँदो रहेछ। हजुर अब म उहाँ दुईजनाको बोल्ने पालो पर्छ। म पहिला बोल्नु पर्यो होइन? अनि मैले पहिला बोल्नु पर्दाखेरि म वैज्ञानिक समाजको व्याख्या गर्छु। उहाँले अब पछि चाहिँ यसो होइन बौद्धले जनवाद छोड्नै सकिन्न भन्नुहुन्छ। हजुर अनि अब यो कन्फ्युजन क्रिएट गरेपछि हजुर पार्टी कसरी बन्छ? अनि यी तपाईँले भने परिवर्तन कसरी आउँछन्? आउँदैन नि त। हो, यही हो नेतृत्वमा भएको अवसरवादले अहिलेसम्मको यो विकार विकृति विसङ्गति सबै सिर्जना भएको त्यो कारणले हो। हजुर र मुख्य रूपले नेतृत्वमा भएको अवसरवाद यदि क्रान्तिकारी कार्यदिशा नीति सिद्धान्त नै लिएर अगाडि बढेको भए परिस्थिति अर्कै हुन्थ्यो। अहिले पनि हुन्छ। हजुर हो, अहिले पनि हामीले सही कार्यदिशा नीति सिद्धान्त लिएर गयौँ भने सारा कम्युनिस्टलाई एकताबद्ध गर्न सकिन्छ। तर नीति त ठिक हुनु पर्यो। अब म होइन बौद्धले जनवादी ठिक हो भनेर म त हिँड्न सक्दिनँ। त्यो 100% गलत हो भन्ने कुरो मलाई थाहा छ। अनि त्यो ढिठ भएर उहाँ हिँड्नुहुन्छ अब यही सही हो भनेर। त्यो बिचमा हजुरले जस्तो क्रान्तिकारी उहाँ फेरि नेता हुनुहुन्छ पार्टीको। होइन, त्यो बिचमा हजुरले क्रान्तिकारी भूमिसुधार सोध्छन् तपाईँको कुरा ठिक हो कि माधव नेपालको ठिक हो भन्छन् मलाई। हजुर कन्फ्युजनमा छन्। अब आफ्नै कार्यकर्ता पङ्क्तिलाई कन्फ्युजनमा पारेपछि त्यो पार्टीले के गर्छ भन्नुहोस् त? त्यो पार्टी कसरी बन्छ? त्यो विस्तार पनि गर्न सक्दैन, बन्न पनि सक्दैन। त्यसैले हामी अहिले पनि भूमि व्यवस्थापनको विषयमा, भूमिलाई डिजिटलाइज गर्ने विषयमा, भूमिलाई उपयुक्त चक्लाबन्दी गर्ने विषयमा, उपयुक्त सिँचाइको विषयमा, उपयुक्त त्यसलाई उब्जनीको उत्पादन गर्ने विषयमा त्यो पार्टीभित्रको नेतृत्वले नउठाए पनि हजुर पनि त नेतृत्व वर्गभित्रको एउटा त्यो लेभलको मान्छे हो नि त, व्यक्तित्व हो नि। त्यसैले गर्दाखेरि हजुरको तर्फबाट पनि उठाउनु पर्यो कुराहरू। हजुर मैले हिजोको भाषणमा पनि भने हजुर हामीले गर्नुपर्ने क्रान्तिकारी भूमि सुधार हो, नेतृत्वले गरेन। हामीले गर्नुपर्ने कृषि क्रान्ति हो, नेतृत्वले गरेन। हजुर हामीले गर्नुपर्ने राष्ट्रिय औद्योगिकरण हो, नेतृत्वले गरेन। हामीले गर्नुपर्ने शिक्षा र के अरे स्वास्थ्यमा व्यापक आमूल सुधार हो, त्यो नेतृत्वले गरेन। हिजो पनि मैले भाषणमा यही उठाइरहेको छु। अरू के गर्नु पर्यो भन्नु? सब उठेर नाच्ने कुरा होइन होला, बुरुक उफ्रिने कुरा होइन होला। त्यसरी त परिवर्तन हुँदैन। हजुर अब नेतृत्वले सुन्दैन। नेतृत्व चाहिँ उही बौद्धले जनवाद भनेर हिँड्छ हाम्रो नेतृत्व। काङ्ग्रेसको नेतृत्व के अरे
एमालेको नेतृत्व पनि बहुदलीय जनवाद त हाम्रो मार्गदर्शक सिद्धान्त भयो भन्दै थिए हिजो के अरे त्यहाँ बल्खुमा गएर हजुर उनको त्यस्तै छ। अनि कम्युनिस्ट आन्दोलन नै दिग्भ्रमित भएपछि हजुर यो भनेको पुँजीवाद हो के प्रवीण, यो बहुदलीय जनवाद भनेको पुँजीवाद हो, पुँजीवादी जनवाद भनेको त्यही हो। हजुर यो समाजवाद के पनि होइन, यसले समाजवादको दिशातिर होइन कि समाजवादतिर जाने मान्छेहरूलाई समेत दिग्भ्रमित बनाएर हजुर ध्वस्त पार्छ यसले। त्यसो हुनाले हो यस्तो भ्रमबाट पार्टीलाई मुक्त नगरेसम्म यो तपाईँले जुन कृषिमा सुधार गर्ने कुरा के भन्दै हुनुहुन्छ नि, त्यो सम्भवै छैन नि। सम्भव कति बेला हुन्छ भने पार्टी एकताबद्ध भएर ल अब हाम्रो बाटो भनेको चाहिँ ल कृषि क्रान्तिको बाटो, अब यो क्रान्तिकारी भूमि सुधारको बाटो, यी सारा हाम्रै देशमा उद्योग धन्दाहरू व्यापक विकास गर्नु पर्यो, यहीँ रोजगार सिर्जना गर्नु पर्यो, यहीँ विज्ञान प्रविधिको विकास गर्नु पर्यो, शिक्षामा व्यापक आमूल परिवर्तन गर्नु पर्यो। त यो प्रकारकै डिमान्डहरू लिएर हामी चाहिँ व्यापक उठ्न थालौँ त बेग्लै परिस्थिति हुन्छ। हजुर त्यो ढङ्गले जानुपर्ने स्थिति छ। त्यस कारण अब यो अहिले त हामी एउटा सङ्गठनमा बाँधिएका छौँ। अब यो नेतृत्वले गलत कुरा गरिरहे पनि त्यसको विरोध गरौँ भने यो अनुशासन पालन भएन भन्ने कुरा आउन थाल्छ होइन, त्यो खालको कुरा हुन्छ। त्यसो हुनाले अब कि त यसलाई अब अलिकति तोडेर विद्रोह गरेर जानु पर्यो। विद्रोह भन्दा पनि यसलाई के गर्न सकिन्छ भने एउटा फ्लोरमा सम्पूर्ण नेतृत्व बसेर जनवर्गीय सङ्गठनदेखि लगायतका यी क्रान्तिकारी आवाजहरू उठाउन सक्ने गरी हामीले व्यापक रूपमा छलफल गरेर नेतृत्वलाई कन्भिन्स गर्नुपर्ने अवस्था देखिन्छ होइन। पार्टी कार्यालयमा एउटा फ्लोर बनाएर त हामी बस्न सक्छौँ नि त। हामी अस्ति त्यहाँ माथि चम्पादेवी यसैको निम्ति गएको। हजुर म त थाहा ल्याएको छु न, मैले माग गरेको। पार्टी दक्षिणपन्थी अवसरवादमा हिँडिरहेको छ, यो पार्टी बन्दा पनि बन्दैन, यसले क्रान्ति पनि गर्न सक्दैन। त्यस कारण छलफल गरौँ भने मैले माग गरेको हो। यो छलफल त व्यापक रूपमा छलफल गर्नुपर्ने हुन्छ। हजुर यहाँ होइन ल चम्पादेवीमा भने चम्पादेवीमा गएर छलफल गर्ने भनेर भनियो। हजुर त्यहाँ एक दिन बसियो पनि। मैले यो विधान छ नि अहिले पार्टीले पास गरेको विधान, हजुर यो विधान बिल्कुलै एउटा कम्युनिस्ट पार्टीको विधान नै होइन। हजुर यो शिरदेखि तिरसम्म गलत छ। यस्तो विधानलाई कम्युनिस्ट पार्टीको विधान भनिँदैन। यो 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 यसमा गलत छन् भनेर मैले 17 पेजको डकुमेन्ट नै तयार पारेर प्रस्तुत गरेको छु। हजुर अब त्यो छलफल गरेर साथीहरू रूपान्तरण गर्न तयार हुनु चाहिँ हुनुहुन्न, मुख्य कुरा त्यो हो। छलफल मात्रै गरेर पनि हुँदैन। हजुर अब त्यो ढिठ भएर होइन यो हामीलाई चाहिँदैन भन्यो भने त सिद्धियो नि त। त्यस्तो हो। त्यस कारणले कम्युनिस्ट पार्टीको शैली अनुरूप, उसको नीति प्रक्रिया अनुरूप यसलाई चाहिँ रूपान्तरण गर्न सकियो भने कम्युनिस्ट पार्टीले क्रान्तिकारी काम गर्छ। हिजो नेकपा माले बनेको बेलामा यो पार्टी एउटा आदर्शको पार्टी थियो, क्रान्तिकारी पार्टी थियो। पञ्चायतको त्यस्तो तानाशाही कालखण्डमा पनि हामीले पार्टीलाई देशका 74 जिल्लामा विस्तार गरेका थियौँ। 39 सालदेखि 46 सालको महासचिव म हुँ। त्यति बेला उठेका साराका सारा सैद्धान्तिक सवाल, नीतिगत सवाल समाधान गरेर पार्टीलाई त्यसरी हामीले विस्तार गरेका थियौँ है। त्यो पार्टी एउटा आदर्श पार्टी हो। तर हुँदै 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 अब यो नेतृत्वमा जे आयो त्यस पछाडि बहुदलीय जनवाद बोकेर हिँड्न थालियो, नयाँ जनवाद छोडियो। अनि अहिले त अब समाजवाद पनि त्यो आमाहरूले नाकमा हल्लाउने बुलाके जस्तो मात्रै बनाएको छ। त्यसो हो भने अब हामी कसरी बढ्ने त? जस्तो भन्नुहोस् न, अब हामी एक खालको 40 देखि 50 वर्षको उमेरसम्म आइपुग्यौँ, हजुरहरू 70 वर्षको उमेरसम्म आइपुग्नुभयो, किनभने समयले त पर्खिन्न। त्यसैले यत्रो आन्दोलन छेडेर राणाकालीन हुँदै राज संस्था ढालिसकेको यो नेपालीले, जसको नेतृत्व हजुरहरूको पङ्क्तिले गरेको थियो, अब यो समाजवादलाई लागू गर्न र कृषि क्रान्ति गरेर यो देशलाई पहिलो कृषिमै आत्मनिर्भर गर्नको लागि छोटो समयमा हामी कसरी सक्छौँ त? त्यसको योजना के गरेर पस्कन सक्छौँ? यो पार्टीलाई टोटल्ली रूपान्तरित गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ। हजुर यो पार्टीको अहिलेको कार्यदिशा ठिक छैन। हजुर हामीले यो कार्यदिशा नै बदल्नुपर्छ। हजुर अहिलेको यो सुधारवादी यथास्थितिवादी कार्यदिशा भयो हाम्रो। यसलाई क्रान्तिकारी कार्यदिशा बनाउनु पर्यो। तपाईँले भने जस्तै कृषिको कुराहरूमा पनि यो ढङ्गले जाने। जस्तो कृषिमा अहिले के चाहियो भन्दाखेरि कृषिलाई पहिलो कुरा मल चाहियो, दोस्रो कुरा के अरे बिउ चाहियो समयमा,
तेस्रो कुरा उनीहरूलाई चाहिँ वित्तीय सेवा चाहियो, उनीहरूलाई प्राविधिक सेवा चाहियो होइन, उनीहरूलाई चाहिँ मूल्यको सेवा चाहियो, बजार सेवा चाहियो आदि इत्यादि। हजुर हो, त्यो दिने ग्यारेन्टी हामीले चाहिँ यो उसबाट गर्न सक्नुपर्छ। त्यसपछि कृषिमा अलिकति परिवर्तन आउँछ होइन। अनि कृषिजन्य उद्योगहरूको विकास हुन थाल्छ यहाँ। अनि त्यहाँबाट पो रोजगारी सिर्जना हुन्छ त। रोजगारी सिर्जना गर्ने भनेर मात्रै माथि डाटामा गफ गरेर त हुँदैन। तल प्र्याक्टिसमा त्यो रोजगारी सिर्जना गर्ने इलम, उद्योग, व्यवसाय आदिको सिर्जना गर्न सक्नु पर्यो। त्यसका विराट सम्भावना छन् हाम्रो देशमा। तर त्यो खालको न नीति न कार्यक्रम अहिलेका कम्युनिस्ट पार्टीहरूमा छैन। मैले यो 10औं महाधिवेशनमा प्रस्तुत गरेको कार्यक्रम खोइ गायब भइसक्यो त। प्रकाशितै हुँदैन। प्रकाशित गर्नुहोस् भने मैले कति महिना अगाडिदेखि दिएको। त्यसो हो भने हजुरले यो नेतृत्वले गलत कुरा अथवा नेतृत्वको जुन अहिलेसम्मको कार्यदिशा र सिद्धान्त जुन मार्गमा हिँडिरहेको छ यो गतिले त खाली समय व्यतीत गर्ने बाहेक अरू त देखिएन। त्यो अवस्थामा हजुरहरूको समय पनि एक खालको त्यत्तिकै जाने भयो, हाम्रो जस्तो ऊर्जाशील समय पनि त्यत्तिकै जाने भयो। त्यसैले हजुरहरू जस्तो नेतृत्व अगाडि आएर मोर्चाको बैठकमा बसेर मोर्चामा यी कुराहरू राखेर हामी सम्पूर्ण एकपटक फेरि एउटा सबै नेतृत्वलाई राखेर एउटा प्लेटफर्म बनाएर बहस गरौँ त। नेतृत्व पनि त आखिर राज्यकै लागि लागेको हो नि त, विकास गर्नुपर्छ भनेर लागेको हो नि। के नेतृत्वले हामीलाई कन्भिन्स गरेर अगाडि लान सक्नु पर्यो? होइन भने यो नयाँ मार्ग कार्यदिशामा त नेतृत्व पनि त झुकेर अथवा बदलिएर आउनु पर्यो नि त। अब नेतृत्व बदलिएन आउन चाहेन भने के गर्ने भन्नुहोस्? चाहेन भने त्यतिखेरको अवस्थामा त्यो सोच्ने अवस्था त्यतिखेर सोचौँला। तर हाम्रो प्रयास त जारी राख्नु पर्यो नि प्रवीणजी। हजुर, यो पार्टीमा विद्रोह भएको अब 4 वर्ष पुग्दैछ। त्यो 4 वर्ष अगाडिदेखि मैले वैज्ञानिक समाजवाद भनिरहेको छु। माधव कमेट चाहिँ बहुदलीय जनवाद कि बहुदलीय जनवाद भन्नुहुन्छ। त्यो कुरा अब यो महाधिवेशन भएपछि सिद्धिएला कि भनेको थियो मैले। आशा गरेको थिएँ। उहाँलाई मैले सर्वसम्मत पनि बनाएँ है। अब तपाईँ हिजो मात्रै त्यो के अरे मदन भण्डारीको मनाउँदाखेरि उहाँले त त्यही बहुदलीय जनवाद एकदम चाहिँ यो असाध्यै उहरू महत्त्वपूर्ण कुरा चाहिँ यति बेला पास भएको छ आदि इत्यादि भनेर त्यही बोल्नुभयो उहाँले त। अब कहिलेसम्म बहस गर्ने र कसमा बहस गर्ने हो? होइन, यो कुरा रह्यो। महाधिवेशनमा गरेको बहसले पनि काम लागेन भनेपछि अब कहाँ बसेर बहस गरेर चाहिँ होला भन्ने लाग्छ तपाईँलाई? होइन, एउटा कुरा के हो भने जनताले कुनै पनि वाद भनेको बुझ्दैन। जनताले बुझ्ने भनेको के हो भने उसले चाहिँ रिजल्ट हेरेर आएको अवस्था छ अहिले पनि। जनताको बहुदलीयबाट पनि हजुरको कृषि क्रान्ति हुनसक्छ, भूमि सुधार हुनसक्छ भने त्यहाँबाट पनि जाउँ न। कमसेकम जनतालाई प्रतिफल हुने गरी, जनताले आकर्षित हुने गरी, युवालाई रोजगार हुन सक्ने गरी जाउँ। होइन भने त्यो बाधै बदल्नु पर्यो नि त हामीले। हो, त्यसबाट त हुन सकेन। धरतीभरि अमेरिकामा हुन सकेन, युरोपभरि हुन सकेन, संसारभरि कहीँ पनि हुन सकेन बहुदलीय जनवादले। हजुर, अब नेपालमा कहाँबाट होला त ल भन्नुहोस् त? हो, यो विषयमा गहन छलफल गर्नु पर्यो दाजु। अब यो हाम्रो समय त्यत्तिकै खेर फ्याँक्नु भएन। मैले त हिजो राति 81 मेरो दिमागमा के आयो, म त यो देश छोडेर जानुपर्छ कि जस्तो लाग्यो मलाई। म 14 वर्ष दक्षिण कोरियाको अन्तर्राष्ट्रिय ब्याङ्कमा काम गरेर फर्केको मान्छे। त्यहाँबाट संसारको कुनै पनि देशमा सेटल हुन सक्थेँ नि म त। तर नेपाल भनेर फर्केँ नि। र त्यही दक्षिण कोरियामा आफ्नो लागि कमाउँदै पनि राज्यको लागि मैले त ठुलो सङ्घर्ष गरेर राज्यलाई विप्रेषण भित्राएँ नि मैले। यो एकल व्यक्ति हो जस्तो लाग्छ मलाई दक्षिण कोरियाको सवालमा। आज पनि दक्षिण कोरियाका साथीहरूले सम्झनुहुन्छ मलाई। तर म यहाँ आएर यस्तो तिरस्कृत भएर अरूको उपहास जस्तो देखिएर तर मुद्दा चाहिँ सही उठाइरहेको छु भन्ने मेरो आत्मविश्वास र लिएर म अगाडि बढिरहेको छु। अनि यी कुराहरूलाई हाम्रो पार्टीमा प्लेटफर्ममा राखेर छलफल गरेर यसलाई के गर्ने, यो कृषि क्षेत्रलाई भूमि सुधार गर्ने कि नगर्ने, 1 डिजिटलाइज गर्ने कि नगर्ने, 2 खाद्यान्नलाई सुरक्षित गर्ने कि नगर्ने, 3 यो ढङ्गले पार्टीमा बहस गरौँ न एकपटक हामी सबै। हजुरले एक्लै उठाउँदाखेरि भएन भने जनवर्गीय सङ्गठनहरू छन् त यहाँ, 22-23वटा सङ्गठन छ। सङ्गठनका अध्यक्षहरू, महासचिव राखौँ
होइन एउटा मोर्चालाई राखौँ अनि विभिन्न अन्य जति सकिन्छ अरू बुद्धिजीवीहरूलाई राखौँ, त्यसरी छलफल गरौँ नि दाजु, एउटा प्लेटफर्म बनाऊ न। अब कस्तो प्लेटफर्म बनाउने ल भन्नुहोस् त? यही पार्टीको पार्टीमा सेन्ट्रल कमिटीमा छलफल गर्दा भएन? सेन्ट्रल कमिटीमा पनि सबैजना विभिन्न बौद्धिक यत्र यो छैनन्। सम्मेलनहरू भइरहेछन्, होइन, त्यसको सेन्ट्रल फोरममा कमिटीमा पनि भएन। सबैजना बौद्धिक छैनन्। हजुरलाई थाहा छ नि त्यो कुरा त। त्यसैले गर्दाखेरि सेन्ट्रल कमिटी बाहेक जनवर्गीय सङ्गठनका सचिव, अध्यक्ष र महासचिव सहित राखेर कुरा गरौँ न। समय दिएर 10 दिन लाग्छ भने 10 दिन राखौँ, तर समय दिएर कुरा गरौँ नि दाजु। तिनीहरू चाहिँ बौद्धिक छन् त? हजुर, ती अहिले भनेका मान्छेहरू चाहिँ बौद्धिक छन्, तपाईँलाई लाग्छ त्यस्तो? सबै नहोला नि, त्यो भित्र त छाटिएर आउन सक्ला नि त। ल अर्गनाइज गर्नुहोस् न, म त छलफल गर्न तयारै छु, बहस गर्न। ल अर्गनाइज गर्नुहोस्। कसरी गरौँ भन्नुहोस् हजुरले, म त्यसरी अर्गनाइज गर्छु। पार्टी कार्यालयमा अट्ने गरी गरौँ न, सबैजनालाई हामीले किन हुन्छ हुन्छ तान्न हुन्छ, पर्यो? ल जहाँ गरे पनि हुन्छ। अब कसरी बन्छ त यो देश? क्रान्ति कसरी हुन्छ? समाजवाद कसरी आउँछ? यो सवाललाई लिएर बहस गरौँ नि त। ल गरौँ दाजु। म त यो विषयमा मेरो लेख त हजुरले हेर्नुभएको छैन, थाहा छैन मलाई। मेरो त प्रष्ट धारणा मैले लेखिरहेको छु अहिले पनि। मैले जे बोलेँ, जस्तो बिपीका सपना देखाएर नेपालीहरूलाई झुक्क्याइ छ, अब कहिलेसम्म झुक्क्याउने? मार्क्स, लेनिन, स्टालिन, माओका सपना देखाएर, फिलोसफी देखाएर नेपालीहरूलाई कहिलेसम्म ढाँटेर कमिसन खोर बन्ने? भ्यू टावर बनाएको छ, रेमिटेन्स भित्राएको छ, रेमिटेन्सका पैसाहरू सबै उत्पादन नहुन सक्ने क्षेत्रहरूमा लगानी भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल लगायतका ठाउँहरूमा खर्चिएका छन्। यो त सबै अनुत्पादक र कमिसन खान सजिलो हुने ठाउँमा मात्रै छरिएको छ भनेर मैले त दिन प्रतिदिन लेखै छु, बोलेको छु। हजुरले हेर्नुभएको छैन मलाई थाहा छैन। यद्यपि मैले पार्टी अध्यक्षलाई पनि कुरा राखेको छु यो विषयमा। मैले विभिन्न मिडियामा, टेलिभिजनमा पनि मैले बोलेको छु, अन्तर्वार्ता दिएको छु। तर यो विषयमा पार्टीभित्र पनि हामीले गहन छलफल गरौँ। यो समय व्यतीत गरेर पार्टीलाई बढाउने काम मात्रै, पार्टी त खुम्चिँदै जाने हो। समय व्यतीत गरेर हाम्रो समयसहित सिद्धाउने काम चाहिँ नगरौँ भनेर म यो चाहिँ हजुरहरूसँग अनुरोध गर्छु दाजु। ल ठिक छ। ल तपाईँलाई जस्तो लागिरहेको छ नि, हजुर, यो अब म त आफ्नो ठाउँबाट पार्टीगत रूपले अब त्यहाँ एउटा विधि छ, प्रक्रिया छ, त्यो हिसाबले म लगातार उठाइरहेको छु। हजुर, होइन, लगातार उठाइरहेको छु। अब यी कुराहरूको लागि पहिला अलि सैद्धान्तिक, अब कहाँ जाने त भन्दा, यो त पुँजीवादी जनवाद हो, पुँजीवादी क्रान्ति हामीले गऱ्यौँ। अबको क्रान्ति भनेको समाजवादी क्रान्ति हो नि। हजुर, हो कि होइन? अनि समाजवादी क्रान्तिले ल्याउने भनेको समाजवाद हो। त्यो समाजवादी क्रान्ति हो भने त समाजवादी कार्यक्रम पास गरेको 1 वर्ष भइसक्यो हाम्रो पार्टीले। हजुर, होइन, खोइ त हामीसँग न छापिन्छ न केही हुन्छ, जनता बिचमा आउँदैन। अनि यता आन्दोलन गर्ने, सङ्घर्षबाट पार्टी बनाउने भनेको छ। अनि सङ्घर्षबाट पार्टी कहाँ बन्छ? त्यसको लक्ष्य नै छैन, त्यसको कार्यक्रम नै छैन, त्यसको उद्देश्य नै छैन। सङ्घर्षको मुद्दा के? सङ्घर्षको मुद्दा के त? अहिले जुन मुद्दा आछ त्यो मुद्दा के पर्याप्त छ त? जुन अहिले विभिन्न 77 जिल्लामा जुन बुझाइयो त्यो मुद्दा पर्याप्त छ त? बिल्कुल छैन। अनि त्यसरी यो विषयमा गहन छलफल हुनुपर्छ। यो हामीले के गर्यो भने केन्द्रीय कमिटीमा तोकियो मात्रै। केन्द्रीय कमिटीमा कति बौद्धिक मान्छे छन्? त्योभन्दा बाहिर पार्टीभित्र पनि त बौद्धिक जमात त छ नि त। यही केन्द्रीय कमिटी 344 को किन बनाएको? अस्ति केन्द्रीय कमिटीको बैठक भयो, होइन? त्यो बैठकमा मैले नोट गरिरहेको छु। मलाई यो चित्त बुझाएको छैन, यो भारी भरकम बनाएको कुरामा यो चल्दैन। त्यसरी चाहिँ केन्द्रीय कमिटीका बैठक पनि आयोजना गर्न सकिन्न कि यो भारी भरकम भएपछि। त्यो त एउटा सानो आमसभा जस्तो हुन्छ। अनि त्यसो भएको हुनाले मलाई त्यो चित्त बुझाएको थिएन। हामीले केन्द्रीय परिषदको बैठकबाट पनि पास गरेको कुरा के थियो भने म्याक्सिमम 149। हो कि होइन? अनि त्यसमा अब माधवजीको कुनै अडा नै हुँदैन कहिल्यै पनि। उहाँ एउटाले भन्नुहुन्छ ल ल ल ल, अर्कोले भन्नुहुन्छ ल ल ल ल, अर्कोले भन्नुहुन्छ ल ल ल ल, अनि पुर्याउनु भयो 344। हेर्नुहोस्, अब त्यो बैठकै हुन सक्दैन। अस्तिको बैठकमा के भयो भने बैठक सुरु भयो। म हेर्दैछु, साथीहरू सर र मैले गने 125 जना छन्। जम्मा केन्द्रीय कमिटीका सदस्य 344। उपस्थिति त्यस्तो छ, तीबाट बैठक सुरु हो। कोरमै पुगेको छैन है, त्यहाँ 50% पनि पुगेका छैनन्। बैठक सुरु भयो। मैले केही बोलिनँ। अब यस्तै छ, यो के भनेरै पो के साध्य हुन्छ र यो।
भनेर म चुप लागेर हेर्दैछु। हजुर बैठक सुरु हुँदा त्यस्तो छ। 11 बज्यो, 110 जना छन्। हजुर हेर्नुहोस् है, घट्यो। अनि त्यस पछाडि अझै 2 बज्यो। 2 बज्दाखेरि अब त्यो खाजा खाने बेला हुन लागेको थियो। त्यो बेलामा चाहिँ फेरि मैले गनेँ, कति छन्? 98 जना छन्। हजुर हेर्नुहोस् है, केन्द्रीय कमिटीको बैठकको कुरा। त्यस पछाडि अर्को दिन भयो। अर्को दिनमा अलिकति बढ्यो, 135 जना पुगे एकचोटि है, म्याक्सिमम हो त्यो। अनि त्यसपछि फेरि घट्यो। अनि भरे निर्णय गर्ने 4 बज्यो। 4 बज्दाखेरि अब निर्णय गर्ने खालको कुराहरू भए। मेरो चाहिँ एउटा विशिष्ट एउटा यो पारिवारिक काम थियो, त्यो कारणले म अलिक चाँडो जान्छु है भने माधवजीलाई, र म हिँडेँ। तर त्यो हिँड्नुभन्दा अगाडि त्यहाँ निर्णय भयो। निर्णय गर्ने कुराको बेलामा ठ्याक्कै 78 जना छन्। हेर्नुहोस्, ती मान्छेहरू जो केन्द्रीय कमिटीका सदस्य बनाइयो, किन बनाइएको होला? कसको लागि बनाइएको होला? के उद्देश्यको लागि बनाइएको होला? यसो कल्पना गर्नुहोस् त। त्यस्तो छ। बरु योग्य मान्छे तल छन्। सेन्ट्रल कमिटीमा नबनाएका मान्छेहरू, तपाईँ जस्तै मान्छेहरू बरु अलिकति यो मार्क्सवादको यो चाहिँ शिक्षा हासिल गर्नुहोस् है भनेर तपाईँलाई सिकाउने हो र अनि त्यस पछाडि यो ढङ्गको काम गर्नुहोस् भन्ने हो भने बरु तपाईँमा एउटा काम गर्ने स्पिरिट देख्छु मैले। होइन, साँचो कुरा हो। उहाँदेखि आउनुभयो, तपाईँहरूलाई जोडी मिलाउनलाई यसो मैले पनि अलिअलि सहजीकरण गरेका थिएँ होइन। त्यो त्यसमा मैले भूमिका खेलेकै हो। तपाईँहरूको जीवन राम्रो होस् भन्ने उद्देश्यले पनि गरे हुँ मैले। अनि त्यो कारणले अब त्यो भइसकेपछि मैले त तपाईँहरूको बारेमा फर्दर जीवनमा पनि म सोध्छु नि त, उहाँहरूको जीवन राम्रो होस्, आदि होस्, इत्यादि होस् भनेर उताबाट आउनुभयो। अब आएपछि एउटा उपयुक्त कुनै सङ्गठनमा राखेर इत्यादि गरेर काम गराउनु पर्ने हो होइन। अलिक बढी अब उतापट्टि माधवजीसँग तपाईँको अलि निकटता भइरहेको हुनाले उहाँ नै अध्यक्ष हुनुहुन्छ। त्यस कारण अब मैले यो भनिरहनु पर्ने कुरै होइन भन्ने ढङ्गले म त चुप लागेर बसेँ। अब तपाईँको त्यही रिटर्नी सिटर्नी केमा चाहिँ अहिले उ गर्नुभएको छ। अब त्यो पनि रिटर्नीको पनि त यही समस्या त हो नि, तपाईँले जे भनिरहनु भएको छ सबै रिटर्नीको समस्या यही हो। अनि त्यो पनि समाधान भएको छैन। अब यता पार्टी पनि त्यस्तो खालको अवस्थामा छ, भारी भरकम छ, सङ्गठन पनि विचारमा पनि भद्दापन छ। अहिले पनि जब भनेर हिँड्छ पार्टी होइन। जब भनेर हिँडेपछि अब त्यो कसरी क्रान्तिकारी पार्टी बन्छ? समाजवादको शिक्षै छैन। अनि समाजवादी कार्यक्रम बनाएको कुरो पार्टीको महाधिवेशन भएको 1 वर्ष हुन्छ, प्रकाशित हुँदैन। उत्तिकैमा विधान प्रकाशन भएको छ, प्रतिवेदन प्रकाशन भएको छ। त्यो विधान र प्रतिवेदनमा त्यही बहुदलीय जनवाद बाहेक अरू व्याख्या छैन। तपाईँले पढ्नु भएको छ कि छैन है? त त्यो खालको भन्दा अरू व्याख्या छैन। मैले त त्यो पढेर म दिक्क लागेर अब यो पार्टीमा व्यर्थै आइएछ, बेकारमा मैले समर्थन गर्ने कुरा ठुलो गल्ती गरेछु भन्ने मलाई लागिरहेछ अहिले। र मैले चाहिँ अब यदि क्रान्ति गर्नु छ भने अलि नयाँ ढङ्गले एउटा जर्कन पैदा गर्ने गरिकन जानुपर्छ। यो पार्टीले पनि यो पार्टी आफै अवरुद्ध छ, आफ्नै विचारले अवरुद्ध छ, आफ्नै सङ्गठनात्मक निर्णयले अवरुद्ध छ। अब मैले त्यही अस्तिको बैठकको बारेमा मैले उठाइदिएँ भने यो बैठक अवैधानिक छ, यो कोरम पनि पुगेको छैन, तपाईँले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक छन् भनेर मैले उठाइदिएँ भने के हुन्छ? यो पार्टीको हालत हुन्छ कि हुँदैन? अनि म त चुप लागेर यहाँ घाँटी गुटी त्यो के जाति निलेर बसेको छु है। तर म सचेत छु, देखिरहेको छु। मैले अस्ति एउटा सानो सानो भेलामा भने पनि यो कुरा छ, थोरै कुराहरू, यो कुरामै पुरा नभएको कुरा। त्यसमा चाहिँ केही साथीहरूले होइन यस्तो कुरामा तपाईँले बोल्नै भएन आदि इत्यादि मलाई आलोचना गर्न थाल्नु। किन आफ्नो कमजोरी लुकाउनु पर्यो, आफ्नो एक्जिस्टेन्सीको लागि कमजोरी लुकाउनु पर्ने। जबकि कम्युनिस्ट पार्टीको आचरण चाहिँ के हो भने आफ्ना जे कमजोरी छन् त्यसलाई सार्वजनिक रूपले आत्मालोचना गरेर हटाउनुपर्छ र सही कुराको आधारमा आफू अगाडि बढ्नुपर्छ। कम्युनिस्ट पार्टीको स्पिरिट चाहिँ त्यो हो। तर अहिले गर्नु के परिरहेको छ भने लुकाउनु पो परिरहेको छ। तर अब चाहिँ अगाडि नबढी हुँदैन, यो यथास्थितिवादी भएर बस्नु हुँदैन। हजुरहरूको समय पनि जाने भयो, हाम्रो समय पनि जाने भयो। हजुरसँग ज्ञान सिप जुन छ त्यो सिप चाहिँ त्यत्तिकै खेर जान्छ। हामीसँग भएको जुन क्षमता छ, जुन बल छ, त्यो पनि जाने भयो कि खेर। ठिक हो होइन? त्यसैले गर्दा यो अहिलेको तपाईँको
अन्तिम कुरासँग मेरो एकदम एब्सोल्युट हजुर मेरो सपोर्ट छ, हजुर त्यसमा म सहमत छु। हजुर त्यो कुरा सही हो। त्यस कारणले अब यहाँ साथीभाइहरू धेरै साथीभाइहरू मसँग के भन्दै हुनुहुन्छ भने अब फाइनल्ली तपाईँ कुरा गर्नुहोस्, यदि वैज्ञानिक समाजवादकै पक्षमा दृढतापूर्वक एकताबद्ध भएर यो पार्टी अगाडि बढ्छ, हामी त्यही ढङ्गले अगाडि बढौँ। यदि त्यसरी होइन, जबजकै कुरा हो भने पार्टी चाहिँ पुनर्गठन अनिवार्य गर्नु पर्यो। यो अवरोध चाहिँ बोकेर अब हिँड्न सकिन्न भनेर मसँग अब 150 भन्दा बढी सिसिएमहरू नै भन्न आउनु भएको छ। अब त्यो अवस्था छ। त्यस कारण अब के गर्ने भनेर म पनि सोच्दैछु। तपाईँलाई जस्तो लागिरहेछ नेतृत्वले केही गरेन, आदि गरेन, यस्तो यस्तो गर्नु पर्थ्यो भने तपाईँ जतिको मान्छेलाई लागिरहेको छ होइन, तर नेतृत्वलाई त्यो लागेकै छैन, त्यो हुटुटी नै छैन। हजुर। तर हामीले अब यसलाई आन्दोलनको रूपमा अगाडि बढाउनुपर्छ दाजु, अरू विकल्प छैन। ठिक छ, त्यसको लागि त पहिला आन्दोलन गर्नको लागि त फेरि मान्छेलाई यिनै सङ्गठनबाट ल गरौँ भनेर त गर्दैन। आन्दोलन गर्न कुनै न कुनै निकायले निर्णय गर्नु पर्यो। हजुर। त्यो निकाय बनाउनुको लागि त पार्टीले त पुनर्गठन नगरिकन त हुँदैन फेरि। अनि पार्टी फुटाल्दै जाने हो भने यो जीवान्तसम्म कहिलेसम्म पार्टी फुटाल्दै जाने, कतिवटा पार्टी बनाउने हो? त्यसो भएदेखि दास बन्नुहोस्, जे छ त्यही। कसरी दास हुन्छ र? पार्टीभित्र बसेर प्रवीण पौडेलले एउटा धार उठाउन सकिरहेछ भने पार्टीभित्र बसेर पार्टीकै सम्मानित नेताले धार उठाउन सक्नुहुन्छ? त्यो धार तपाईँ र 2-3 जना मान्छेहरूसँग सीमित हुन्छ, अरू कसैले सुन्दैन। एकपटक फ्लोरमा राखेर हेरौँ न, होइन फ्लोरमा राखेर हेरौँ न, सबैजना राखेर। यो तपाईँले भनिरहेको कुरा कतिजनाले सुनेका छन्? म जहाँ अहिले म भित्र बसेर जहाँ गइरहेको छु सबैले तपाईँले लेखेको कुरा ठिक छ भनिरहेको छन्। अहिले धेरैले त्यो ठिक छ भनेर गरिरहेका चाहिँ के छन्? हो, त्यसैले गर्नलाई एक्सनमा आउनको लागि हजुरहरू पनि कन्भिन्स भएर आउनु पर्यो, एउटा फ्लोरमा राख्नु पर्यो, नेतृत्वलाई पनि राख्नु पर्यो कि अगाडि। अब म त यो तपाईँको आंशिक नेतृत्वले अगाडि आएर बस्दाखेरि के कृषि क्रान्ति र भूमि सुधार हुन्न भनेर भन्न सक्ने आँट गर्नुहुन्छ त? त्यही त, तपाईँ यी आंशिक कुराहरू हुन्। पहिलो कुरा त यो भूमि सुधार गर्ने हो भने पनि, कृषि क्रान्ति गर्ने हो भने पनि, यो त अबको समाजवादी क्रान्तिका अङ्गहरू हुन् नि यिनीहरू। हजुर हो कि होइन? हजुर। हो, त्यो समाजवादी क्रान्तिका अङ्ग भएको कार्यक्रम अगाडि ल्याउनु पर्यो। अबको यो देशको लक्ष्य यो भनेर, अनि त्यो लक्ष्य पूर्ति गर्नको लागि अब हामीले विविध क्षेत्रमा यो क्रान्तिकारी भूमि सुधार गर्ने भने यो क्षेत्रमा यो गरौँ होइन, कृषि क्रान्ति गर्ने भने यो क्षेत्रमा यो गरौँ, औद्योगिकरण गर्ने हो भने यो क्षेत्रमा यो गरौँ, भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने हो भने यसरी जाउँ आदि, शिक्षा स्वास्थ्यमा सुधार गर्ने हो भने यो गरौँ, यसरी जानुपर्ने हुन्छ नि त। अब यो सङ्घर्ष मार्फत पार्टी बनाउने केही हुनेवाला छैन। जब लक्ष्य नै छैन, नीति छैन, प्रष्टता छैन भने मान्छे के को लागि लड्छ? पार्टी बनाउने लक्ष्य मात्रै त हुने भयो नि त्यो त, सङ्घर्ष मार्फत पार्टी बनाउने एकदम हो। त्यसरी हुँदैन। यी अहिले तपाईँले उठाएका कुराहरू पनि यी जायजै कुरा हुन्। यिनीहरू लगायत पहिलो कुरा यो चाहिँ अहिलेको समाजवादी कार्यक्रमको एउटा अङ्ग हो तपाईँले भनेको हो। त्यो समग्र कार्यक्रमलाई अगाडि सारेर अनि यो कार्यक्रम प्राप्त गर्नको लागि यसरी आन्दोलन गर्न जाउँ भन्ने हो भने त्यो चाहिँ राइट ट्र्याक हुन्छ। अब त्यसरी नेतृत्व जान तयार हुनु पर्यो, पार्टी जान तयार हुनु पर्यो। त्यो भयो भने त्यो म त अब हरेक बैठकमा भनिरहेको छु, मेरो मुखै दुखिसक्यो। अहिलेसम्म महाधिवेशनले पारित गरेको कार्यक्रम प्रकाशित हुँदैन। खर्च नभएर प्रकाशित गरे हो कि भन्छु, त्यो पनि भन्दैनन् है। म चन्दा उठाउँछु नि त, चन्दा उठाएर प्रकाशित गरौँ भन्दा त्यो पनि मान्दैनन्। त्यस्तो अवस्था छ कि अहिले। त्यस कारण यो वैचारिक अवरोध हो। नेतृत्वले जुन ढङ्गको वैचारिक अवरोध खडा गरेको छ, त्यो अवरोधलाई नचिरेसम्म यी चिजहरूलाई गतिशील बनाएर अगाडि लान गाह्रो देखिरहेको छु मैले। त्यो गर्न सके सबभन्दा राम्रो यो अवसर अहिले हो। यो अब एमाले पनि एकदम चाहिँ दिशाहीन भएर गएको छ। एमाले भित्र त्यहाँ कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि छ, माओवादी भित्रै असन्तुष्टि छ, अरू साना मसिना विभिन्न समूहहरू पनि
दिशाहीन अवस्था छन्, उनीहरू पनि नेतृत्व खोजिरहेका छन्। हो अब हामीले ज्याममा अब चाहिँ यो हो समाजवादी क्रान्ति भनेको, यो हो समाजवादी कार्यक्रम भनेको, यो यसरी जाउँ भनेर यी सबै कुरालाई एकदम एग्रिगेटमा अगाडि सारेर अगाडि जाने हो भने हजुर नेतृत्व भएन। हजुर अब यहाँ नेता माधवजी हुनुहुन्छ, अब हामीले कराएर हुँदो रहेनछ। होइन, एउटा प्लेटफर्म समस्या बनाएर बहस गर्नु पर्यो, हाम्रो नेतृत्वलाई पनि राख्नु पर्यो कि नेतृत्वले हामीलाई सम्झाउन सक्नुपर्छ कि भने नेतृत्व एउटा लाइनमा चाहिँ आउनुपर्छ। हामी सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्ने हुन्छ होइन। उहाँले मान्नु भएन र हामी पछाडि बोलेर पनि अर्थ रहेन। उहाँले पनि सही दिशाबोध गरेर सही कुरालाई ठिक बेठिक भनेर अहिलेको परिस्थितिलाई बुझेर अगाडि बढ्नुपर्ने जरुरी देख्छु होइन। त्यो पार्टी एक ढिक्का भएर अगाडि बढ्यो भने सही हुन्छ, नत्र भने अहिले जस्तै गरेर लेखेर मात्रै 70 जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाएर त्यसले चाहिँ कुनै पनि तुक राख्दैन। मिची महाकाली अभियानले एउटा थोरै पार्टी छ भने चाहिँ देखायो, तर त्यसले कुनै पनि उल्लेखनीय काम चाहिँ गरेन। त्यसो छ। अब ठिक छ, हजुर अरू कुरा गर्दै जाउँ नि त। हजुर तपाईँले त्यसरी सम्भव हुने कुनै प्लेटफर्म बनाउन सकिने सम्भावना देख्नुभयो भने हजुर त्यो ढङ्गले ल यसरी जाउँ भन्नु होला होइन। हजुर अनि छलफल गरौँ। हुन्छ दाजु, हस् ल हस् दाजु, हस् नमस्कार। हस्, थ्याङ्क यू। हस् नमस्कार।